फर्स्ट अफ अल तपाईहरुले यो यस्तो टाइपको क्वेशन देख्न सक्नुहुन्छ। सो यसमा चाहिँ तपाईको मल्टिप्लाई 9 इन्टु -13 युजिङ बोथ मल्टिप्लिकेसन एल्गोरिदम 5 बिट्स भनेको छ। सो यो क्वेशन सल्भ गर्नुभन्दा पहिले चाहिँ तपाईहरुले चाहिँ केही कुरा थाहा पाउनुपर्ने हुन्छ बुथ एल्गोरिदमको। सो बुथ एल्गोरिदममा चाहिँ तपाईको चाहिँ एउटा फ्लो चार्ट हुन्छ। त्यो फ्लो चार्टमा के भनिएको छ भन्दाखेरि तपाईको चाहिँ यदि अब यसो गरौँ है त। सो क्युएन र क्युएन प्लस 1 यदि तपाईको चाहिँ 0 0 छ भन्दाखेरि क्युएन 0 क्युएन प्लस 1 पनि 0 छ भन्दाखेरि अपरेसन के गर्ने भन्दाखेरि यस्तो सिचुएसनमा डु नथिङ जस्ट अर्थमेटिक राइट शिफ्ट भन्ने हुन्छ। सो यहाँ चाहिँ मैले डु नथिङ जस्ट अब सर्टकटमा मैले चाहिँ तपाईको चाहिँ एएसएचआर भनेर लेखिदिन्छु यसमा। सो एएसएचआर भनेको अर्थमेटिक शिफ्ट राइट हो। सो 0 0 छ भन्दाखेरि पनि डु नथिङ जस्ट एएसएचआर भनेर राखे। अब यदि क्युएन 0 छ र क्युएन प्लस 1 चाहिँ 1 छ भनेपछि त्यो सिचुएसनमा चाहिँ तपाईहरुले चाहिँ के गर्नु पर्यो भन्दाखेरि एक्युमुलेटर रजिस्टरमा चाहिँ एक्युमुलेटर रजिस्टरमा भएको भ्यालु र बीआर हैन, बीआर अहिले म तपाईलाई बताउँछु। बीआर भनेको तपाईँ एउटा रजिस्टर हो। सो यो एउटा मल्टिप्लिकेन्डको भ्यालु चाहिँ आउँछ। सो बीआर र एक्युमुलेटर रजिस्टर र बीआर जोडेर जुन रिजल्ट आउँछ त्यसलाई ब्याक टु एक्युमुलेटर रजिस्टरमा राख भन्छ। अनि यसलाई चाहिँ के गर भन्छ त एन्ड अर्थमेटिक शिफ्ट राइट गर भन्छ जोडेर है त। अब फेरि तपाईको क्युएन को भ्यालु 1 होला, क्युएन प्लस 1 को भ्यालु 0। यस्तो सिचुएसन आयो भने चाहिँ तपाईले के गर्ने भन्दाखेरि एक्युमुलेटर रजिस्टरमा एक्युमुलेटर रजिस्टर माइनस बीआर गर्ने अनि एन्ड अर्थमेटिक शिफ्ट राइट गर्ने है त। अब यदि तपाईको चाहिँ क्युएन को भ्यालु 1 क्युएन प्लस 1 को भ्यालु 1 आउँछ भने चाहिँ त्यति बेला तपाईले चाहिँ डु नथिङ जस्ट एएसएचआर भनेर गर्ने है त। सो यदि क्युएन को भ्यालु 0 क्युएन प्लस 1 को भ्यालु पनि 0 छ र क्युएन को भ्यालु 1 र क्युएन प्लस 1 को भ्यालु 1 छ भने चाहिँ के हुँदो रहेछ त हाम्रो सेम कन्डिसन हुने रहेछ डु नथिङ जस्ट अर्थमेटिक शिफ्ट राइट है त। सो अब यो चाहिँ इम्पोर्टेन्ट थिङ हो। फ्लो चार्ट हेर्नु होला। सो फ्लो चार्टबाट यही कुरा आइडिया गेट गर्न मिल्छ। सो अब ब्याक टु द क्वेसनमा जाउँ। हाम्रो चाहिँ मल्टिप्लाई 9 इन्टु -13 छ। अब यो 9 इन्टु -13 मा कसलाई मल्टिप्लिकेन्ड भन्ने र कसलाई मल्टिप्लायर भन्ने त्यो कुरा हेरौँ। सो तपाईको चाहिँ 9 इन्टु -13 भनेर चाहिँ भनेको छ। सो यो जुन 9 छ यो 9 लाई चाहिँ हामी चाहिँ मल्टिप्लिकेन्ड भन्छौँ। सो अगाडिको पार्टलाई मल्टिप्लिकेन्ड भनिन्छ। सो मल्टिप्लिकेन्डलाई सिम्पली हामी चाहिँ बीआर रजिस्टरले चाहिँ इन्काउन्टर गरिन्छ। सो यदि तपाईको यो इन्टु पछि यहाँनिर चाहिँ जुन आउँछ जुन तपाईको भ्यालु होला त्यसलाई चाहिँ हामी चाहिँ मल्टिप्लायर भन्छौँ। मल्टिप्लायरलाई चाहिँ हामी चाहिँ क्युआर भन्ने रजिस्टरले चाहिँ इन्काउन्टर गर्छौँ है त। अब यदि तपाईको चाहिँ जस्तो 2 इन्टु 4 भन्नुहुन्छ भने चाहिँ यो 2 के भन्ने त मल्टिप्लिकेन्ड यो चाहिँ बीआर भयो। यो 4 छ भने चाहिँ यो 4 के भयो त क्युआर जसलाई हामी मल्टिप्लायर भन्छौँ है। सो इन्टु जो चाहिँ हैन 2 इन्टु 4 सो इन्टु 4 जुन छ त्यसलाई चाहिँ मल्टिप्लायर जो अगाडिको लेफ्ट साइडमा छ त्यसलाई चाहिँ मल्टिप्लिकेन्ड। सो यसरी पनि याद गर्नु होला। लेफ्ट पार्टलाई चाहिँ मल्टिप्लिकेन्ड राइट पार्टलाई चाहिँ तपाईको मल्टिप्लायर। लेफ्ट पार्टमा चाहिँ हाम्रो बीआर रजिस्टर राइट पार्टमा चाहिँ क्युआर रजिस्टर। सो यसरी चाहिँ रिमेम्बर गर्नु होला। यो चाहिँ यदि तपाईँ झुक्किएर -13 लाई मल्टिप्लिकेन्ड 9 लाई चाहिँ तपाईले मल्टिप्लायर भन्नु भने चाहिँ एन्सर चाहिँ हाम्रो टोटल्ली रङ हुन्छ है त। सो अब सोल्युसन्स बनाउँ यसको हामी चाहिँ। सो सोल्युसन्स बनाउँदाखेरि हामीले ध्यान दिनुपर्ने हुन्छ। सो पहिला त यहाँ के लेखिहाल्ने भन्दाखेरि मल्टिप्लिकेन्ड भनेर लेख्ने। सो मल्टिप्लिकेन्ड भनेको हाम्रो कुन रजिस्टर हो बीआर रजिस्टर जुन अहिले भ्यालु दिएको छ हाम्रो 9 इन्टु -13 भनेर चाहिँ दिएको छ। यो 9 भनेको हाम्रो बीआर भयो 9 गर्ने
अनि हामीले यहाँ के कुरा ध्यान दिनुपर्छ भन्दाखेरि हामीले प्लस बिआर र माइनस बिआर भन्नुपर्ने हुन्छ कि होइन। जस्तो अघि मैले तपाईँहरूलाई चाहिँ भनेको थिएँ, जस्तो क्युएनको भ्यालु 1 र क्युएन प्लस 1को भ्यालु 0 हुन्छ भने चाहिँ हाम्रो एसी इक्वल्स टु एसी माइनस बिआर भन्छ। यो माइनस बिआर पनि तपाईँहरूले चाहिँ क्यालकुलेट गर्नुपर्ने हुँदा यहाँ तपाईँले बिआर लाई दुई भागमा चाहिँ क्याटेगोराइज गर्नुपर्ने हुन्छ। एउटा +9 द्याट विच इज प्लस बिआर होइन, यसलाई चाहिँ मैले चाहिँ प्लस बिआर भनेर लेखेको थिएँ। एउटा चाहिँ हुन्छ तपाईँको -9 विच इज अ माइनस बिआर है। सो अब हामीलाई थाहा छ माइनस भनेको हाम्रो कम्प्लिमेन्ट निकाल्नु पर्ने हुन्छ। सो यसरी चाहिँ हामी युज गर्छौँ है त। सो अब हामी चाहिँ के गरौँ भन्दाखेरि +9 लाई चाहिँ गरौँ। +9 भनेको कति हो त? अब तपाईँले चाहिँ बाइनेरीमा कन्भर्ट गर्नुपर्ने हुन्छ। 1 2 4 8 होइन, 8 र 1 9, बाँकीमा 0 राखिदिने। सो 9 मात्र भनेको भएपछि हामीले कति लेख्न पायौँ त? 1001 है। अब हामीले अगाडि रुल पढाएको थियौँ, यदि प्लस छ भने चाहिँ हामीले 0 सेट गर्नु पर्यो होइन। यदि हामीसँग चाहिँ माइनस छ भने चाहिँ हामीले कति सेट गर्नुपर्छ त? 1। सो हामीले चाहिँ साइन म्याग्निट्युडको रुलमा चाहिँ ए नै पढेको थियौँ। सो यदि प्लस छ भने चाहिँ 0ले सेट गर्ने, माइनस छ भने चाहिँ 1। सो यो चाहिँ साइन म्याग्निट्युड भयो। त्यही भएर प्लस छ भने चाहिँ हामीले चाहिँ के सेट गर्नु पर्यो त? 0। सो 9 लाई चाहिँ हामीले 1001 भनेर लेख्यौँ, अनि प्लसलाई चाहिँ हामीले यहाँ के सेट गर्ने त? सो 0। सो हाम्रो चाहिँ 5 बिट थियो, त्यही भएर यो प्लस पनि 1 बिट हुन्छ र रेस्ट 1001 भनेको चाहिँ 9 प्लस रिप्रेजेन्ट्स 0। त्यस्तै यता जाने 9 लाई पनि हामीले चाहिँ लेखौँ। 9 लाई चाहिँ 1001 भनेर लेख्ने, यो चाहिँ हाम्रो 9 भयो। अनि माइनस साइन छ, सो माइनस साइनलाई रिप्रेजेन्ट केले गरिने रहेछ त? 1 ले। त्यही भएर यहाँनिर हामीले कति लेखिदिउँ त? 1। सो यसमा चाहिँ हाम्रो एउटा चाहिँ साइन बिट छ, रेस्ट 4 बिट चाहिँ हाम्रो डेटा छ। सो यो बिट भनेको, योवाला बिट भनेको हाम्रो चाहिँ साइन बिट हो। यसलाई चाहिँ हामी चाहिँ साइन बिट भन्छौँ। अनि यो चाहिँ हाम्रो चाहिँ रेस्ट बिट डेटा भयो है त। त्यस्तै -9 छ, 9 भनेको 1001 अनि माइनस भनेको चाहिँ हाम्रो 1 भयो। यो पनि हाम्रो के हो त? एउटा साइन बिट भयो है त। सो यो हाम्रो साइन म्याग्निट्युडको रुल थियो। अनि पहिला चाहिँ बिआर भनेर चाहिँ +9 र -9 गर्ने। पहिला हामीले चाहिँ यसलाई टुज कम्प्लिमेन्टमा लग्नुपर्ने हुन्छ। सो टुज कम्प्लिमेन्टमा लग्दाखेरि अब यहाँ चाहिँ हामीले चाहिँ 1001 छ। सो 1001 लाई चाहिँ हामीले 0 1 1 0 भनेर चाहिँ राख्छौँ वान्स कम्प्लिमेन्टमा। सो यहाँ चाहिँ हाम्रो 9 लाई चाहिँ हाम्रो 1001 थियो। सो हामीले चाहिँ यहाँ यसको वान्स कम्प्लिमेन्ट चाहिँ 0 110 चाहिँ बनाएको छौँ। यसलाई चाहिँ हामी वान्स कम्प्लिमेन्ट भन्छौँ। सो वान्स कम्प्लिमेन्टमा हामीले चाहिँ टुज कम्प्लिमेन्ट बनाउनु पर्ने हुन्छ यसलाई। सो अलवेज मेक्स द टुज कम्प्लिमेन्ट। सो टुज कम्प्लिमेन्ट बनाउनलाई हामीले चाहिँ +1 गरेर 0 1 1 1 हुन्छ। सो यसमा चाहिँ हाम्रो यो जुन 1 छ, यो 1 चाहिँ हाम्रो यतै आउँछ 1। होइन भनेपछि तपाईँले चाहिँ यसलाई यो +9 लाई चाहिँ डाइरेक्टली चाहिँ यसलाई वान्स कम्प्लिमेन्टमा लग्नुहुन्छ भने पनि त्यो पनि त्यही आउँछ। सो यसलाई यदि तपाईँले हेर्नुहुन्छ, यो +9 लाई चाहिँ तपाईँ चाहिँ लग्नुहुन्छ भने चाहिँ यसलाई चाहिँ 0 को तपाईँ चाहिँ कम्प्लिमेन्ट बनाउनुहुन्छ 1, 1 को 0, 0 को 1, 0 को 1, 1 को 0, अनि यसमा +1 गरिदिने टुज कम्प्लिमेन्ट हुन्छ। यसरी पनि हाम्रो चाहिँ के हुन्छ भन्दाखेरि एउटै चाहिँ हाम्रो रिजल्ट आउँछ। यो र यो हाम्रो एउटै आउँछ। सो यसरी बनाउँदा पनि हुन्छ तपाईँहरूले चाहिँ है। सो के गर्ने भन्दाखेरि +9 र -9 ज्याँ जति पनि भ्यालु दियोस्, -9 यदि इक्जाममा हाम्रो चाहिँ -9 इन्टु -13 छ भने पनि यो माइनस भए पनि तपाईँले चाहिँ एउटा पोजिटिभ पार्ट, एउटा नेगेटिभ पार्ट चाहिँ बनाउनु पर्ने हुन्छ। सो +9 मा हामीले चाहिँ 0 पुट गऱ्यौँ। सो यसमा चाहिँ हाम्रो 1001 थियो। सो यसैलाई नै तपाईँले चाहिँ टुज कम्प्लिमेन्टमा कन्भर्ट गरेर डाइरेक्टली चाहिँ यो 10
1 लेख्न सक्नुहुन्छ। होइन भनेपछि तपाईँले चाहिँ -9 गरेर साइन म्याग्निट्युड माइनसको 1 छ अनि रिमेनिङ 9 लाई 1001 लगेर फेरि यसलाई चाहिँ यति डेटा 9 लाई मात्र है, फेरि यो 1 साइन म्याग्निट्युडको चाहिँ 1 लाई चाहिँ हामीले 2's कम्प्लिमेन्टमा नलगिकन 9 लाई मात्र 1001 लाई लगेर यसरी पनि गर्न मिल्छ है। सो होइन भनेपछि यो 9 लाई चाहिँ डाइरेक्टली तपाईँले चाहिँ 9 लाई हामीले चाहिँ 01001 गरेका थियौँ। यसको चाहिँ तपाईँले 2's कम्प्लिमेन्ट लग्नलाई 1's कम्प्लिमेन्टमा लग्नु पऱ्यो, द्याट इज 10110 गरेर +1 गरेर 10111 गरेर पनि यो तपाईँको 2's कम्प्लिमेन्ट आउँछ विच इज -9 है त। अब यसलाई चाहिँ हामी भन्दाखेरि चाहिँ के भन्ने भयो, -9 भन्ने भयो त। सो यसरी गर्ने है यहाँसम्म। अब हाम्रो चाहिँ डेटा चाहिँ के को डेटा आयो भन्दाखेरि मल्टिप्लिकेन्ट बिआरको डेटा आयो। त्यस्तै हिसाबले हामीले चाहिँ मल्टिप्लायरको पनि निकाल्नु पर्ने हुन्छ। सो हामी चाहिँ मल्टिप्लायरको निकालौँ। सो अब मल्टिप्लायरलाई चाहिँ हामीले चाहिँ क्युआरले रिप्रेजेन्ट गर्छौँ। हाम्रो क्वेसनमा चाहिँ -13 भनेर दिएको छ। सो हामीले चाहिँ यदि माइनस छ प्लस छ भने पनि हामीले के गर्ने, दुईवटा फर्म बनाउनु पर्यो, एउटा +13 भनेर एउटा चाहिँ तपाईँको -13। सो अगाडि पनि हाम्रो 9 थियो, 9मा पनि हामीले +9 र -9 गऱ्यौँ। लाइकवाइज यसलाई पनि हामीले दुईटै ठाउँमा गर्ने। यसलाई चाहिँ हामी +QR भनिँदो रहेछ, यसलाई चाहिँ हामी -QR भनिन्छ है त। ल अब +13 लाई चाहिँ बनाऊँ। हामी चाहिँ 13 बनाउनलाई चाहिँ तपाईँ के गर्न सक्नुहुन्छ त, रुल 1 2 4 8 होइन, 8 to 12, 12 मा 1 13 बाँकी 0, यति भनेको हाम्रो के रहेछ त 13 रहेछ। सो 13 लेख्दाखेरि 1 1 0 1 लेख्ने, पोजिटिभ पार्ट छ भने चाहिँ के असाइन गर्ने त 0। यो भनेको तपाईँको के रहेछ भन्दाखेरि +13 रहेछ। अब यदि -13 बनाउनुहुन्छ भने चाहिँ यसलाई डाइरेक्टली के गर्न सक्नुहुन्छ त, 2's कम्प्लिमेन्टमा कन्भर्ट गरेर चाहिँ 1's कम्प्लिमेन्टमा कन्भर्ट गरेर 2's कम्प्लिमेन्टमा लग्न सक्नुहुन्छ। डाइरेक्टली कसरी गर्ने भन्दाखेरि रफमा पहिला 01101 छ, यसलाई चाहिँ 1's कम्प्लिमेन्टमा लग्नु छ भनेपछि हामीले यसलाई इन्भर्ट गरिदिने, 0 को 1 0 0 1 0, यो हाम्रो 1's कम्प्लिमेन्ट भयो। 1's कम्प्लिमेन्टमा +1 गऱ्यो भने चाहिँ के आउँछ त हाम्रो 2's कम्प्लिमेन्ट आउँछ, द्याट इज हाम्रो 0 + 1 1 1 0 0 1। डाइरेक्टली लेख्न सक्नुहुन्छ 1 0 0 1 1। यो चाहिँ हाम्रो के आयो त 2's कम्प्लिमेन्ट आयो, जसलाई चाहिँ हामी के भन्न सकिँदो रहेछ त -13। यसलाई चाहिँ हामी के भन्न सक्ने रहेछौँ -13, यसलाई +13 है। सो यो भइसकेपछि अब हामीले चाहिँ अब हिसाब बनाउनु पर्यो। सो त्यसलाई चाहिँ मैले यसरी बनाइदिएँ। नाउ अब हामीसँग डेटा अभाइलेबल भयो मल्टिप्लिकेन्टको डेटा हाम्रो चाहिँ +BR को डेटा छ। +BR भनेको नै तपाईँको के हो त +9 हो। +9 को डेटा चाहिँ हाम्रो कति आएको थियो त 01 हेरौँ +9 को डेटा। +9 को डेटा चाहिँ तपाईँको 01001 अनि -9 को डेटा चाहिँ तपाईँको 10111 आएको छ। सो त्यही नै लेखौँ हामी 01001 01001 होइन। त्यस्तै -BR लाई लेखौँ, -BR भनेर -BR लाई चाहिँ -9 भनेर लेख्ने। -9 को डेटा कति आएको थियो 10111 है त। त्यस्तै मल्टिप्लायरको पनि लेखौँ, मल्टिप्लायरलाई चाहिँ हामी क्युआरले जनाउँछौँ र क्युआर पनि +QR हुन्छ, द्याट इज +13। +13 को भ्यालु चाहिँ हाम्रो कति थियो भन्दाखेरि 1 0 होइन अनि 0 1 1। एकचोटि रिभ्यू गरिहालौँ, यही नै छ हाम्रो +QR, सरी +QR को डेटा चाहिँ तपाईँको चाहिँ कति छ 01101 है त, 01101 है त।
सो 0 1 1 0 1 यो चाहिँ प्लस क्युआर भयो। अनि माइनस क्युआर भनेको -13 हाम्रो क्वेसनमा दिएको नि -13 हो। -13 को डेटा चाहिँ 10011 है त। यहाँ कति लेख्ने 1010011 है त। यसरी चाहिँ हाम्रो सेट गर्नु पर्यो। यति भइसकेपछि हामीले चाहिँ एउटा टेबुलर स्ट्रक्चर बनाउनु पर्ने हुन्छ। सो यो टेबुलर स्ट्रक्चर चाहिँ ध्यान दिएर बनाउने। सो हामीले चाहिँ यहाँ बनाउँछौँ। सो हल्का लाइट पेन लिए अब यहाँ चाहिँ हामीले चाहिँ क्युएन भनेर लेख्ने हैन। त्यसपछि QN+1 भनेर लेख्ने। अनि यहाँ चाहिँ हामीले अपरेसन भनेर लेख्नु पर्यो हैन, अपरेसन। अनि त्यसपछि तपाईको एक्युमुलेटर रजिस्टरको लागि AC, त्यस्तै QR, त्यस्तै QN+1 त्यस्तै हामीसँग सिक्वेन्स काउन्टर छ SC भनेको सिक्वेन्स काउन्टर। सो यस्तो टेबुलर स्ट्रक्चर चाहिँ बनाउने पहिला। सो अब हामीले चाहिँ यहाँ क्युएनमा के को भ्यालु दिने त भन्ने कुरा हुन्छ। सो इनिसियल्ली हाम्रो रुलले के भन्छ भन्दाखेरि QN+1 को भ्यालु चाहिँ सेट गर्ने 0 ले भन्छ है त। सो यो रुल नै हो हाम्रो। जुनसुकै क्वेसन आउँछ भने पनि हामीले चाहिँ इनिसियल्ली चाहिँ हैन AC को भ्यालु 0 ले सेट गर्ने हैन। अब हाम्रो चाहिँ जति बिटको छ हामीले त्यति बिटको बनाउनु पर्छ। हामीसँग 5 बिटको छ अहिले। हामीले चाहिँ एक्युमुलेटर रजिस्टर पनि कति बिटको बनाउने त 5। सो हामीले कति एड गर्नु पर्यो त 1 2 3 4 5 5 बिट छ भने चाहिँ 5 0 चाहिँ हामीले एड गर्नुपर्ने हो। अनि हामीले इनिसियल्ली चाहिँ हाम्रो एक्युमुलेटर रजिस्टर 0 हुन्छ भन्यो। त्यस्तै हाम्रो अर्को हुन्छ QN+1। सो QN+1 पनि हाम्रो के हुन्छ 0 है त। अनि हामीले चाहिँ SC भनेको सिक्वेन्स काउन्टर हो। सो SC को भ्यालु चाहिँ QR को बिट्स काउन्ट गर्ने के है। सो QR मा कति बिट छ त हाम्रो 1 2 3 4 5। सो 5 बिट छ भने चाहिँ यो चाहिँ हाम्रो काउन्ट बिट इन QR भनेर। QR मा कति बिट छ त त्यो बिट चाहिँ हामीले यहाँ लेख्नु पर्ने हुन्छ। सो हाम्रो चाहिँ 5 छ हैन, 5 बिटको छ 5 भनेर लेख्ने। यसको बाइनरी फर्म लेखिदिने 101 भनेर है। इनिसियल्ली चाहिँ यसरी हुन्छ। अनि हामीले चाहिँ QN+1 इनिसियल्ली कति हुन्छ भनेको थियौँ त 0। सो यहाँ चाहिँ कति लेखिदिने त 0 है। अनि त्यसपछि हाम्रो चाहिँ एक्युमुलेटर रजिस्टर पनि के हुन्छ भनेको छ त इनिसियल्ली 0 हुन्छ। सो वी हेभ 5 बिट। त्यही भएर 1 2 3 4 5 5वटा चाहिँ 0 लेख्छौँ है। अनि QN को भ्यालु कहाँबाट आउँछ भन्यो भने चाहिँ QN को भ्यालु जुन हामीले चाहिँ QR मा लेख्छौँ भ्यालु जुन QR को, त्यो QR को चाहिँ लिस्ट सिग्निफिकेन्ट बिट हैन, जुन चाहिँ राइट साइडको भ्यालु छ त्यही नै लेख्छौँ। द्याट इज QR हाम्रो चाहिँ अहिले क्वेसनमा चाहिँ -13 दिएको छ। सो -13 भने चाहिँ हामीले चाहिँ यही भ्यालु लेख्नुपर्छ। यदि इक्जाममा तिमीहरूको चाहिँ +13 भनेर दिएको छ भने चाहिँ +13 मा चाहिँ 01101 भनेर लेख्नु पर्थ्यो QR मा। सो हाम्रो चाहिँ अहिले -13 भनेर छ। हाम्रो क्वेसन चाहिँ खासमा कस्तो हो भन्दाखेरि 9 * -13 भनेर यो चाहिँ हाम्रो प्रब्लम हो। सो 9 भनेको चाहिँ हाम्रो BR भइहाल्यो, -13 भनेको -QR। सो हामीले चाहिँ यहाँ कति लेख्ने त भन्दाखेरि QR मा कति लेख्नु पर्यो त -QR भनेको 10011। अब यो 1 छ जुन छ यो तपाईको यो 1 भनेको चाहिँ LSB साइडको 1 हो। सो LSB साइडको यो 1 लाई चाहिँ हामीले कहाँ लेख्नु पर्यो भन्दाखेरि यहाँ ल्याउनु पर्यो। यो QN मा चाहिँ ल्याउनु पर्यो। द्याट इज यो 1 लाई चाहिँ हामीले यहाँ लिएर राखिदिने है। यहाँ यदि 0 छ भने चाहिँ राइट साइड भनेको LSB हो, लिस्ट सिग्निफिकेन्ट बिट हो। सो LSB मा भएको डेटालाई चाहिँ कहाँ लिएर आउने भन्दाखेरि हामीले चाहिँ यो QN मा लिएर आउने है। ल अनि QN को भ्यालु के हुन्छ, QN+1 को भ्यालु के हुन्छ भनेको छु त इनिसियल्ली 0 हुन्छ। सो यहाँ पनि 0 लेख्नु होला, यहाँ QN+ मा पनि 0 लेख्नु इनिसियलको केसमा है। सो यहाँ चाहिँ के लेख्नु होला त अपरेसनमा INITL इनिसियल
कन्डिसन भनेर लेख्नु होला है त। अब हामीले कन्डिसन त हेऱ्यौँ, अघि हामीले रुल पनि हेरेका थियौँ। यदि क्युएनको भ्यालु 1 छ, क्युएन प्लस 1 को भ्यालु छ भने चाहिँ के भनेको थियौँ रुलमा, हेरौँ एकचोटि। क्युएनको भ्यालु 1, क्युएन प्लस को 1 0 छ भने चाहिँ एसी इक्वल्स टु एसी माइनस बिआर भनेको थियौँ है त। सो यो एसी इक्वल्स टु एसी माइनस बिआर भन्नु नै के हो तपाईँको भनेपछि यो चाहिँ यसको अल्टरनेटिभ हामी के लेख्न सक्ने रहेछौँ त, यो चाहिँ एसी प्लस माइनस बिआर हो कि है, यो चाहिँ खासमा। सो यस्तो हिसाबले चाहिँ बुझ्नु पर्यो। सो हामीले चाहिँ अब के गर्ने भन्दाखेरि यहाँ तल आएर यहाँ चाहिँ हामीले अब लेख्नु पर्यो होइन। सो हाम्रो के छ भन्दाखेरि क्युएन अनि क्युएन प्लस 1 हाम्रो के रहेछ 1 र 0 होइन। यहाँ चाहिँ 1 0 लेख्ने। जब हाम्रो 1 र 0 हुन्छ रुलले के भनिरहेको थियो भन्दाखेरि एसी इक्वल्स टु एसी माइनस बिआर। सो माइनस बिआर भनेको नै हाम्रो के हो त हाम्रो चाहिँ नर्मल्ली तपाईँले चाहिँ यसलाई कसरी हेर्न सक्नुहुन्छ भन्दाखेरि ए इक्वल्स टु ए माइनस बी छ भने पनि तपाईँ के लेख्न सक्नुहुन्छ भन्दाखेरि यसलाई चाहिँ ए इक्वल्स टु ए प्लस बीको कम्प्लिमेन्ट हो क्या है, यस्तो भनेको। त्यही भएर हामीले चाहिँ जुन यो हामीले बिआरको कम्प्लिमेन्ट बनाएको छौँ त्यही नै हामीले चाहिँ राख्न खोजिरहेछौँ। त्यही भएर चाहिँ हामीले यहाँ एसी प्लस यहाँ चाहिँ हामीले के गर्नु पर्यो त माइनस बिआर भनेर लेख्नु पर्यो। माइनस बिआर भनेको त हामीसँग डेटा अभाइलेबल छ होइन, हामीले चाहिँ प्लस माइनस बिआर भनेर लेख्नु पर्यो। यो भनेको नै हाम्रो के हो त एसी इक्वल्स टु एसी माइनस बिआर हो है त। ल अनि यसपछि के गर्ने त एन्ड अर्थमेटिक सिफ्ट राइट है त, एएसएचआर भनेर गर्ने। कसको अर्थमेटिक सिफ्ट राइट गर्ने त एसीबाट क्युआर, क्युआरबाट क्युएन प्लस 1, क्युएन प्लस 1बाट यदि ओभर डाटा जान्छ भने चाहिँ डिस्कार्ड हुन्छ है त। के भन्ने भन्दाखेरि एसी क्युआर र क्युएन प्लस 1 अर्थमेटिक राइट सिफ्ट हुन्छ भनेर लेख्ने है त। अब हामीले यहाँ तल जाउँ डाटामा। अब हामीले कसको बिचमा एकुमुलेटर रजिस्टरको भ्यालु 0000 5वटा 5 बिटको 00 छ। यसमा हामीले कसँग प्लस गर्नु पर्यो त माइनस बिआरको डेटा। माइनस बिआरको डेटा भनेको हाम्रो कति हो त भन्दाखेरि यही यो -9, यो त हाम्रो त माइनस बिआर हो नि त। माइनस बिआर छ भने चाहिँ 10111 लाई चाहिँ हामीले एडिसन गर्छौँ। सो अब यदि मसँग 5 बिटको डेटा एसीको 00000 5 बिटको छ भने चाहिँ अनि माइनस बिआरको डेटा हामीसँग कति अभाइलेबल भयो त माइनस बिआरको डेटा यो 10111। सो यहाँ हामीले के लेख्नु पर्यो त 10111 भनेर लेख्नु पर्यो। के गर्ने त एडिसन पर्फर्म गर्ने। यो भन्नु नै के हो तपाईँको भन्दाखेरि मैले अघि भनिसकेको छु ए इक्वल्स टु ए माइनस बी भयो भने चाहिँ यसलाई हामीले चाहिँ ए इक्वल्स टु ए प्लस बी कम्प्लिमेन्ट गर्छौँ। यो -9 भनेको त कम्प्लिमेन्ट निकालेको हो नि त, द्याट इज टुज कम्प्लिमेन्ट। यो भनेको के हो टुज कम्प्लिमेन्ट हो नि त होइन। ए प्लस बी बार प्लस 1 होइन, बी बार प्लस 1 भन्न सक्नुहुन्छ। ए प्लस बी बार प्लस 1 यो हाम्रो टुज कम्प्लिमेन्ट। सो यो हामीले टुज कम्प्लिमेन्ट त निकालेको हो नि होइन। सो ए माइनस बी भन्नु नै ए प्लस बी कम्प्लिमेन्ट प्लस 1 हुँदो रहेछ होइन, जो चाहिँ हामीले निकालिसकेका छौँ है। त्यही हामीले यहाँ गऱ्यौँ। अब यसलाई एडिसन गर्ने नर्मल एडिसन 011 होइन, 011 011 000 011। यदि यहाँ तपाईँको एक्स्ट्रा क्यारी हुन्छ भने चाहिँ यो बुथ एल्गोरिदममा हामीसँग कुनै पनि यहाँ चाहिँ फ्लिपफ्लप छैन। सो 1 बिट फ्लिपफ्लप नभएको हुनाले हाम्रो चाहिँ यहाँ डिस्कार्ड हुन्छ। अहिले चाहिँ हाम्रो एक्स्ट्रा क्यारी गएको छैन, अहिले हाम्रो चाहिँ यो यति नै डेटा हुन्छ है त। अब हामीले के गर्ने यो डेटालाई भन्दाखेरि अर्थमेटिक राइट सिफ्ट गर्ने। अब अर्थमेटिक राइट सिफ्ट भनेको कस्तो हो भन्दाखेरि हेर्नु, जस्तो 10111 छ यसको अर्थमेटिक राइट सिफ्ट भनेको कस्तो भन्दाखेरि जुन यो मोस्ट सिग्निफिकेन्ट बिट छ यसलाई हामी मोस्ट सिग्निफिकेन्ट बिट भन्छौँ। मोस्ट सिग्निफिकेन्ट बिटको डेटा एज इट इज लेखिदिने। यहाँ 1 छ भने चाहिँ यहाँ 1, यहाँ 0 छ भने चाहिँ यहाँ 0 लेख्नु पर्यो। अनि त्यही मोस्ट सिग्निफिकेन्टको डेटा कहाँ राइट सिफ्ट हुँदो रहेछ त यो एलएसबी साइडतिर राइट सिफ्ट हुँदो रहेछ, द्याट इज 1 लेख्नु पर्यो। फर्स्ट बिट एज इट इज नै ड्रप डाउन गर्ने। त्यसपछि चाहिँ यसलाई चाहिँ
राइटतिर चाहिँ सिफ्ट गरिदिने, किनकि हाम्रो चाहिँ एएसएचआर हो, अर्थमेटिक सिफ्ट राइट हो। सो अर्थमेटिक सिफ्ट राइटमा मात्र हाम्रो चाहिँ फर्स्ट बिट एज इट इज ड्रप डाउन, त्यही बिट हाम्रो राइटतिर सिफ्ट हुन्छ। अनि U0 चाहिँ हाम्रो कहाँ गयो, यहाँ गयो। U1 चाहिँ हाम्रो फेरि राइटतिर गयो, U1 चाहिँ हाम्रो फेरि राइटतिर। अब U1 कहाँ गर्ने, हामीसँग त 5 बिट हो, 1 2 3 4 5 बिट त यहाँ एकुमुलेट भइहाल्यो। सो त्यही भएर यो 1लाई के गरिदिन्छौँ त, डिस्कार्ड गरिदिन्छौँ। सो हाम्रो डाटा अब कस्तो आउने हो त, 1 1 0 0 1 1। सो यस्तो तरिकाले हामी चाहिँ के गर्न सक्यो त, अर्थमेटिक राइट सिफ्ट चाहिँ निकाल्न सक्यो। सो यही यस्तै स्टाइलले चाहिँ हामी अब यहाँ पनि गर्छौँ। सो द्याट इज हाम्रो यो डेटा होइन, यहाँ चाहिँ हामीले लेख्नु पऱ्यो नि त, एज इट इज ड्रप डाउन हुन्छ यो। अनि U1 चाहिँ हाम्रो कहाँ सिफ्ट हुने हो त, राइटतिर 1, U0 चाहिँ राइटतिर होइन, U0 पनि सरी 1 पनि हाम्रो यहाँ, अनि यो पनि हाम्रो यहाँ 1। अब यो कहाँ जाला त, यो 1 यतातिर जाला नि त, हाम्रो यता त ठाउँ छ, हाम्रो त सिफ्टिङ हुँदैछ। सो यो चाहिँ हाम्रो यहाँनिर सजिलोको लागि मैले त्यही माथिकै यो डाटा नै तल लेखिदिएँ सजिलो होला भनेर, 1 0 0 1 1 भनेर लेखिदिएँ। U1 कहाँ हुने भयो त, यो वाला 1 यसमा आयो। अनि यो वाला 1 कहाँ जाने रहेछ त, अर्कोतिर राइट सिफ्ट होइन। U0 कहाँ जाने रहेछ त, यो सरी है त, यो 1 लेख्नु पऱ्यो। सो यहाँ चाहिँ हाम्रो चाहिँ यो 1 यहाँ चाहिँ यता सिफ्ट भयो, U1 चाहिँ हाम्रो यहाँ सिफ्ट भयो, अनि U0 पनि यहाँ राइट सिफ्ट भयो, U0 पनि हाम्रो राइट सिफ्ट भयो, U1 हाम्रो राइट सिफ्ट। अब ध्यान दिएर हेर्ने, यसमा कति बिट भयो त, 5 बिट भयो, किनकि हाम्रो 5 बिटको हो, 5 बिट नै यहाँ एकुमुलेट भइसक्यो। अनि हाम्रो चाहिँ यहाँ U1 कहाँ जाने त, अब डिस्कार्ड हुँदैन है, किनकि हामीसँग QN पनि छ नि त, हामीसँग यहाँ त स्पेस छ अभाइलेबल। सो U0 यदि मैले सजिलोको लागि U0 यहाँ लेखिदिएँ। अब U1 कहाँ सिफ्ट हुने रहेछ त, U1 मा सिफ्ट भयो। अब यो 0 कता हुने रहेछ त, राइट सिफ्ट। अब यो यता त ठाउँ छैन हाम्रो, यो के भइहाल्ने भयो त, यो डिस्कार्ड भइहाल्ने भयो है त। यो के भयो त, डिस्कार्ड, जसलाई चाहिँ हामी इलिमिनेट भनेर भन्छौँ। यो 0 चाहिँ हाम्रो बाहिर गयो है त। सो अब हाम्रो डेटा के मात्र बच्यो यसमा भन्दाखेरि, सिम्पली सजिलोको लागि म यहाँनिर यस्तो म देखाइदिन्छु, रेड कलरले चाहिँ मैले लेखिदिएँ। यसमा हाम्रो एसीमा डेटा के बच्यो भन्दाखेरि 1 1 0 1 1 है त, 5 बिटको डेटा। अनि क्युआरमा चाहिँ हाम्रो 1 1 0 0 1 बच्यो। क्युएनमा चाहिँ हाम्रो कति बच्यो त, यहाँ 1 बच्यो है। यो 0 चाहिँ डिस्कार्ड भएको, यसलाई चाहिँ हामी लेख्दैनौँ। फेरि एससीमा नलेख्नु होला, एससीमा होइन, हाम्रो चाहिँ एसी टु क्युआर सिफ्ट हुन्छ, क्युआर टु QN+1। यसमा ओभर भएको डेटा हाम्रो चाहिँ बाहिर डिस्कार्ड हुन्छ है त। सो यो चाहिँ हाम्रो यस्तो भयो है त। अब फेरि हामीले इट्रेसन अगाडि बढ्नु पऱ्यो होइन, इट्रेसन। अब यो भनेको तपाईँको के हो भन्दाखेरि एसी हो होइन, यो भनेको एसी हो। त्यसपछि तपाईँको यो भनेको क्युआरको भ्यालु हो होइन, अनि यो भनेको तपाईँको QN+1 को भ्यालु हो है। अब हामीले चाहिँ नेक्स्ट स्टेपमा चाहिँ जान्छौँ। सो नेक्स्ट स्टेपमा हामीले एससीलाई चाहिँ एकले घटाउनु पर्ने हुन्छ। एससीको भ्यालु 5 छ भनेपछि अब हाम्रो SC -1 भनेर थियो, 5 - 1 कति हुन्छ त, 4 हुन्छ। सो नेक्स्ट स्टेपमा हामी चाहिँ अब के गर्छौँ त, एससीको भ्यालु यहाँ कति आउँछ त, हाम्रो 4 भनेर आउने। 4 भनेको 1 0 0, यो चाहिँ हाम्रो बाइनरी फर्ममा लेख्नुपर्ने हुन्छ है त। ल अब हामी के गरौँ भन्दाखेरि यतातिर है त। अब हाम्रो QN+1 को भ्यालु कति त, अब हामीलाई त इनिसियल्ली त QN+1 को भ्यालु त 0 सेट गरेका थियौँ। अब QN+1 को भ्यालु नयाँ कति आयो त, 1। त्यही भएर हामीले अब यहाँ QN+1 को भ्यालुमा कति लेख्नुपर्ने हो रहेछ त, यहाँ 1 लेख्नुपर्ने हो है त। इनिसियल्ली चाहिँ QN+1 को भ्यालु 0 हुन्छ। हामीले चाहिँ सल्भ गर्दा गर्दा चाहिँ QN+1 को भ्यालु चेन्ज हुँदै जान्छ है त। ल अब हामीले QN को भ्यालु कति लेख्ने त, QN को भ्यालु कताबाट थाहा हुन्छ त, क्युआर को चाहिँ लिस्ट सिग्निफिकेन्ट बिट कति छ त, यहाँ कति छ त, हाम्रो 1 छ हो। यही 1 लाई चाहिँ हामीले कहाँ लेखिदिने त, यहाँ लेखिदिने। यहाँ जति हुन्छ तपाईँको, यहाँ 0 हुन्छ होइन, तपाईँको चाहिँ 1 हुन्छ, जति हुन्छ यो बिट है त, यो बिट अघि हामीले यो बिट लेखेको हो, यो 1 लाई चाहिँ यहाँ लेखेको हो होइन। अनि अहिले चाहिँ हामीले के लेख्यौँ त, यो लिस्ट सिग्निफिकेन्ट बिटको यो 1 लाई हामीले चाहिँ कहाँ लेख्यौँ, यो पोर्सनमा, द्याट इज QN को कलममा चाहिँ हामीले लेख्यौँ है त। ल अब अगाडि बढौँ। अब हाम्रो के भयो त, QN र QN+1 सेम छ भनेपछि रुल हेरौँ हाम्रो।
क्युएन प्लस 1 सेम छ, द्याट इज 1 1 छ भने चाहिँ के डु नथिङ, न एडिसन गर्ने न कम्प्लिमेन्टको सब्ट्र्याक्सन गर्ने, जस्ट अर्थमेटिक सिफ्ट राइट हुने हो है त। सो अब अर्थमेटिक सिफ्ट राइट मात्र गर्ने, डु नथिङ अर्थमेटिक सिफ्ट राइट। सो यहाँ के लेख्ने भन्दाखेरि यहाँ चाहिँ क्युएन र क्युएन प्लस 1 को भ्यालु चाहिँ हाम्रो 1 1 छ। यति बेला चाहिँ हामीले के गर्ने त डु नथिङ अनि एएसएचआर भन्ने है त अर्थमेटिक सिफ्ट राइट हो। अर्थमेटिक सिफ्ट राइट कसको कसको बिचमा हुन्छ त हाम्रो एसी क्युआर र क्युएन प्लस 1 को बिचमा है त, यो हामीले गर्नु पर्यो। अब हाम्रो चाहिँ एसीको भ्यालु कति छ यही कुरा तल स्टेपमा पनि लेखिदिने। यहाँ चाहिँ हाम्रो 1 1 0 1 1 छ हैन, केही गर्नु परेन है, न एडिसन न सब्ट्र्याक्सन, जस्तो छ त्यस्तै लेखिदिने है, हामीले सिफ्ट राइट मात्र गर्नु पर्यो। ल अब यो क्युआरको भ्यालु लेखिदिउँ सजिलोको लागि 1 1 0 0 1, त्यस्तै क्युएनको भ्यालु पनि एज इट इज लेखिदिएको है, यो जस्तो छ त्यस्तै लेखिदिएको हामीले सजिलो होस् भनेर, किनकि हामीले राइट सिफ्ट गर्नुपर्ने यसमा, केही पनि अरू अपरेसन पर्फर्म गर्नु होइन है। ल फर्स्ट बिट के गर्ने त अर्थमेटिक सिफ्ट राइटमा यहाँ चाहिँ एज इट इज 1 को 1 लेखिदिने, अनि यही बिट कता हुन्छ त राइटतिर सिफ्ट हुन्छ, द्याट इज 1, अनि यो 1 चाहिँ हाम्रो कता सिफ्ट भयो त राइटतिर, यो 0 कता सिफ्ट भयो त हाम्रो राइटतिर हैन, यो 1 कता सिफ्ट भयो त हाम्रो राइटतिर हैन। अब हेर्नु त 5 बिट भयो नि त, यो त यहाँ आउँदैन हाम्रो, यो कता जान्छ त हाम्रो अर्को क्युआरतिर जाने भयो, यहाँ आयो, यो बिट चाहिँ तपाईँको राइटतिर, यो बिट तपाईँको राइटतिर, यो 0 तपाईँको राइटतिर, यो 0 तपाईँको राइटतिर, हेर्नु त 5 बिट भयो, फुलफिल भयो। अब यो 1 कहाँ जाने रहेछ त हाम्रो राइटतिर, अनि यो 1 कहाँ जाने रहेछ त डिस्कार्ड हैन, यो 1 ले रिप्लेस गरिदियो कि यताबाट आएको, यो 1 चाहिँ हाम्रो डिस्कार्ड भयो भन्नु पर्यो है। सो यस्तो चाहिँ हाम्रो बिना अपरेसन, कुनै पनि अपरेसन डु नथिङ जस्ट अर्थमेटिक सिफ्ट राइट चाहिँ हुँदो रहेछ भनेर भन्ने है त। ल अब हाम्रो चाहिँ यो पार्ट भयो। अब फाइनल म चाहिँ अलिकता क्लियर हुने हिसाबले चाहिँ अलिक तल लेखिदिन्छु, यसमा रेडले लेखिदिन्छु है त सजिलो होला हेर्नु। ल यो स्टेपसम्म आउँदाखेरि हाम्रो चाहिँ एसीको भ्यालु कति भयो त 1 1 1 0 1, यहाँ चाहिँ 1 1 1 0 0, अनि क्युएन प्लस 1 को भ्यालु 1, एससी को भ्यालु कति छ त हामीसँग 4। अब नेक्स्ट स्टेपमा आउँदाखेरि यो के हुन्छ भन्दाखेरि 4 माइनस 1 विच इज 3, 3 लाई हामीले कसरी लेख्छौँ त 0 1 1 है। ल यस्तो हिसाबले चाहिँ हाम्रो अगाडि बढ्छ। ल अब नेक्स्ट इटरेसन चाहिँ बनाउने। नेक्स्ट इटरेसनमा पनि हामीले ध्यान के दिनु पर्यो, क्युएन यो त क्युएन प्लस 1 हो हैन, यो चाहिँ क्युएन प्लस 1 हो हाम्रो, यो के हो त यो 1 क्युएन प्लस 1 को कलम हो, यो के को कलम हो त क्युआर को कलम हो, यो के हो त एसी को कलम हो। अब हामीले के गर्ने त भन्दाखेरि जुन यो क्युएन प्लस 1 छ यो क्युएन प्लस 1 को कलममा लेखिदिने, यो त हाम्रो कलम के को हो त क्युएन प्लस 1 को कलम हो नि त हैन। अनि क्युएन को कलममा के गर्ने त हाम्रो जुन क्युआर को जुन चाहिँ लिस्ट सिग्निफिकेन्ट बिट छ, लिस्ट सिग्निफिकेन्ट बिट भनेको द्याट इज 0 हैन। अहिले यहाँ हामीसँग के आयो त यो 0 आयो, यो 0 लाई कहाँ लेखेर जाने त हामीले यो हैन, यो त क्युआर हो सरी क्युएन हो, यो भनेको त क्युएन प्लस 1 हो। सो क्युएनमा चाहिँ हामीले चाहिँ 0 है त, यो चाहिँ यहाँ 1 होइन कि यहाँ चाहिँ 0 है त हामीसँग, किनकि हामीसँग यहाँ कति आयो त 0 छ। सो यहाँ जुन बिट छ हाम्रो 0 छ नम्बर, यहाँ पनि हाम्रो चाहिँ कति हुनु पर्यो 0 नै हुनु पर्यो है। सो क्युआर को लिस्ट सिग्निफिकेन्ट बिट नै क्युएन को भ्यालु हुन्छ भनेर याद गर्ने। ल अब हेरौँ, अब हाम्रो चाहिँ के आयो भन्दाखेरि क्युएन र क्युएन प्लस 1 कति आयो त 0 र 1 आयो। अब जब 0 र 1 हुन्छ रुल हेरौँ, हाम्रो रुल याद गर्नुपर्छ है तपाईँहरूले चाहिँ, रुल याद हुँदैन भने चाहिँ गाह्रो हुन्छ। 0 र 1 हुँदाखेरि के गर्ने एसी इक्वल्स टु एसी प्लस बिआर। अब यो प्लस भनेको पोजिटिभ हो है, यो कुनै पनि कम्प्लिमेन्टवाला होइन, माइनसवाला चाहिँ हामी कम्प्लिमेन्टवाला गर्छौँ, द्याट इज माइनस आयो भने चाहिँ हामीले के गर्ने भनेको थियौँ भन्दाखेरि यो एसी इक्वल्स टु एसी माइनस बिआर भनेको नै के हो भन्यो भने है एसी इक्वल्स टु एसी प्लस बिआर बार
+1 हो नि त। यो भनेको त तपाईँको त 2's कम्प्लिमेन्ट हो नि त। 2's कम्प्लिमेन्ट निकालेको थियौँ नि त। अनि एसी र 2's कम्प्लिमेन्ट चाहिँ जोडेको। यो भन्नु र यो भन्नु सेम हो है त। यो भन्नु र यो भन्नु के हो त सेम हो है। बिआर बार +1 फर्स्टमा 1's कम्प्लिमेन्ट गरेका थियौँ अनि +1 गरेका थियौँ है। तर अब यहाँ हाम्रो के छ भन्दाखेरि यहाँ प्लस छ नि त, एसी प्लस बिआर। सो बिआर जुन पोजिटिभ बिआर छ द्याट इज पोजिटिभ बिआर भनेको को त यो 9 वाला +9 वाला यो भ्यालु चाहिँ हामीले लेख्नुपर्ने हुन्छ है त प्लस बिआरमा त्यो चाहिँ है। सो प्लस बिआरको भ्यालु कति छ त 01001। सो त्यही हामीले चाहिँ तल लेख्नुपर्ने हुन्छ किनकि हाम्रो यहाँ चाहिँ बिआर छ नि त है। ल अब यहाँ चाहिँ जाउँ, हाम्रो चाहिँ 01 हुँदाखेरि चाहिँ पहिला चाहिँ के गरिदिने त हाम्रो चाहिँ एसी इक्वल्स टु एसी प्लस बिआर हुन्छ भनेर याद गर्ने। अनि के हुन्छ त हाम्रो अर्थमेटिक शिफ्ट राइट हुन्छ। अर्थमेटिक शिफ्ट राइट कसको कसको बिचमा एकुमुलेटर रजिस्टर हुँदै क्युआर रजिस्टर हुँदै QN+1 मा अर्थमेटिक शिफ्ट राइट हुने। सजिलोको लागि चाहिँ यसलाई अलि नजिक लेखिदिउँ, एज इट इज नै ड्रप डाउन गरिदिने यो बिटहरू है। एज इट इज 1 1 1 0 1 है, 1 1 1 0 0 है त, अनि 1। अब हामीले यो चाहिँ एसी हो, एसीमा के गर्नु पऱ्यो त प्लस बिआर। प्लस बिआर भनेको हाम्रो कति हो त भर्खर हेरेर आएको थियौँ हामीले। प्लस बिआर भनेको कति त 01001। सो यो प्लस बिआरलाई चाहिँ हामीले लेख्नु पऱ्यो 01001 है त। यहाँ के गर्ने भन्दाखेरि 01001 बिट चाहिँ सेम बिटमा लेख्नु होला, सजिलो हुन्छ। यसलाई के गर्ने त प्लस गर्ने होइन, प्लस बिआर त लेख्यो भने होइन। अब हेर्ने 1 1 1 0 10 हुन्छ, 0 लेख्छौँ यहाँ 1 क्यारी 1 0 1 1 0 1 1 0 1 1 1 10 0 1 1 1 कति हुन्छ 10, 10 को कति भयो त यहाँ 0 भयो सम्ममा, क्यारी कति गयो त 1। अब यो क्यारी कहाँ जान्छ भने चाहिँ यसलाई डिस्कार्ड भन्ने है त। योलाई के गरिदिन्छौँ त हामी डिस्कार्ड गरिदिन्छौँ है त। यो एक्स्ट्रा क्यारीलाई हामी डिस्कार्ड गरिदिन्छौँ किनकि हामीसँग यहाँ कुनै पनि रजिस्टर छैन, कुनै पनि फ्लिप फ्लप छैन द्याट क्यान होल्ड्स दि एक्स्ट्रा क्यारी। सो बुथ्स एल्गोरिदममा चाहिँ हाम्रो जहिले पनि एक्स्ट्रा क्यारीहरू के हुन्छ डिस्कार्ड हुन्छ है त। ल अब यो एसीलाई हामीले एडिसन एसी प्लस बिआर गरिसकेपछि जुन आउँछ बिट, यसलाई के गर्ने भन्दाखेरि राइट सिफ्ट गर्नु पऱ्यो, अर्थमेटिक राइट सिफ्ट होइन। सो अर्थमेटिक राइट सिफ्ट गर्नलाई हामीले के रुल भनेको छौँ त फर्स्ट बिट एज इट इज ड्रप डाउन द्याट इज 0, त्यही 0 हाम्रो राइटतिर सिफ्ट हुन्छ यहाँ 0, अनि यो फेरि 0 हाम्रो राइटतिर सिफ्ट हुन्छ, यो 1 पनि कता सिफ्ट हुन्छ राइटतिर, यो 1 कता सिफ्ट हुन्छ त राइटतिर। सो हाम्रो कस्तो फर्म बन्यो त 0 0 0 1 1 चाहिँ बन्यो है। अब यो 0 यहाँ प्लेस गर्न पाइँदैन किनकि हाम्रो 5 बिटको डेटा छ, यसमा 5 बिट मात्र एकुमुलेट हुन्छ, त्यही भएर चाहिँ यो 0लाई कहाँ गरिदिने त राइटतिर सिफ्ट गरिदिने है। अब फेरि यहाँ हाम्रो सजिलोको लागि त्यही डेटा नलेख्यो भने चाहिँ त्यहीबाट म तपाईँलाई बुझाइदिन्छु। यो 1लाई कहाँ लेख्ने त राइटतिर है त। फेरि 1 कहाँ आउँछ त हाम्रो राइटतिर, फेरि 1 कहाँ आउँछ हाम्रो राइटतिर, फेरि यो 0 कहाँ आउँछ राइटतिर। हेर्नु त 5 बिट्सको बन्यो। अब यो 0 यहाँ पुट गर्न पाइन्न, यो 0 कता सिफ्ट हुन्छ त राइटतिर। सो अगाडि चाहिँ हाम्रो QN+1 को भ्यालु 1 थियो, अब यो 1लाई चाहिँ के गरिदियो त उसले टोटल्ली रिप्लेस गरिदियो द्याट इज 0 आयो, क्युआरबाट चाहिँ राइट सिफ्ट भएर चाहिँ QN+मा आयो, यो ओभरल्याप रिप्लेस गरिदियो। अब यसलाई चाहिँ यो 1लाई के गर्ने भनेपछि डिस्कार्ड, यहाँ चाहिँ ठाउँ छैन हाम्रो, सो डिस्कार्ड भनेर गरिदिने, यो चाहिँ हाम्रो डिस्कार्ड हुन्छ है त। सो अब म तपाईँहरूलाई चाहिँ फाइनल यसको यहाँनिर चाहिँ कति आयो डेटा भनेर चाहिँ सिम्पली देखाइदिन्छु। ल हेरौँ त, अब हामीसँग एसीको भ्यालु कति आयो त, एसीको भ्यालु कति आयो त 0 0 0 1 1, अनि हामीसँग क्युआरको भ्यालु कति आयो त 0 1 1 1 0 होइन, अनि QN+1 को भ्यालु कति आयो त 0, अनि एससी कति छ त हामीसँग 3 छ। अब 3बाट कति हुन्छ त 3 - 1 कति हुन्छ त 2, द्याट इज हामी अब लेखौँला 2 लेखेर 0 1 0 भनेर बाइनरी फर्म चाहिँ यसरी लेखौँला है त। ल अब नेक्स्ट इट्रेसनमा जाने। इक्जाममा यसरी नै बनाउनु होला, सजिलो पर्छ तपाईँहरूलाई है।
प्र्याक्टिस गर्नु होला, प्र्याक्टिस भएन भनेपछि चाहिँ गाह्रो पर्छ। ल अब हामी चाहिँ हेरौँ है त। ल अब मलाई भन्नुहोस् अब चाहिँ यहाँ केलाई चाहिँ यहाँ लेख्ने त होइन, यो चाहिँ हाम्रो के को डेटा हो त, मैले तपाईँलाई लेखाइदिन्छु। यो चाहिँ हाम्रो के को डेटा हो त, क्युएनको कलम हो। यो चाहिँ क्युएन प्लस 1 को, यो इक्जाममा नलेख्नु होला है, सिम्पली चाहिँ तपाईँलाई सम्झाउनलाई चाहिँ बुझाइरहेको छु म। यहाँ क्युएन प्लस 1 लेख्नु होला, यो हाम्रो अपरेसन नै भइहाल्यो है त। ल अब क्युएनको भ्यालु यता चाहिँ हामी चाहिँ के गरौँ, क्युएन प्लस 1 को भ्यालु कति छ, 0 छ। यो क्युएन प्लस 1 मा पनि कति लेख्ने, यो 0। यहाँ जे छ त्यही बिट नै यहाँ सार्ने है, एज इट इज नै सारिदिने। अब हामीले चाहिँ के गर्ने, क्युएनको भ्यालु कहाँबाट ल्याउने त, क्युआरबाट ल्याउने है, लिस्ट सिग्निफिकेन्ट बिट द्याट इज राइट साइडमा यहाँ 0 छ। अनि यही 0लाई कहाँ लेखिदिने त, हामीले यहाँ लेखिदिने है त। भनेको यहाँ 0 हुनाले हामीले यहाँ कति लेख्यौँ त, यहाँ पनि 0 लेख्यौँ। यहाँ जे बिट छ 0 1 छ, 1 छ भनेपछि यहाँ पनि 1, यहाँ 0 छ भनेपछि यहाँ पनि 0 है त। सो क्युएनको भ्यालु नै क्युआरको लिस्ट सिग्निफिकेन्ट बिट हुन्छ भनेर याद गर्ने है त। ल यति भइसकेपछि अब हामीले हेरौँ अपरेसन 0 0 र 1 1 मा के भनिरहेको थियौँ, डु नथिङ जस्ट अर्थमेटिक सिफ्ट राइट। अब हामीलाई के छ त, क्युएन र क्युएन प्लस 1 द्याट इज 0 0 छ भनेपछि के गर्ने, डु नथिङ जस्ट सिफ्ट राइट द्याट इज अर्थमेटिक सिफ्ट राइट। अर्थमेटिक सिफ्ट राइट कसको कसको बिचमा गर्छौँ, एकुमुलेटर रजिस्टर, क्युआर अनि क्युएन प्लस 1 होइन, यसरी चाहिँ हामी बनाउँछौँ। ल अब गरौँ, सजिलोको लागि मैले एज इट इज नै सारिदिन्छु यो डेटा। 0 0 0 1 1 यो पनि एज इट इज नै सारिदिए सजिलोको लागि। 0 1 1 1 0 अनि यो 0 पनि एज इट इज सारिदिए 0 होइन। अब हामीले के गर्नु पऱ्यो, अर्थमेटिक सिफ्ट राइट मात्र गर्नु पऱ्यो। अर्थमेटिक सिफ्ट राइटको रुल के हो, यो 0 जुन छ यो एज इट इज ड्रप डाउन, अनि यो फेरि तपाईँको राइटतिर सिफ्ट, यो पनि तपाईँको राइटतिर सिफ्ट, यो पनि तपाईँको राइटतिर सिफ्ट, यो 1 पनि राइटतिर सिफ्ट, अनि यो 1 फेरि अटाउँदैन, यो पनि राइटतिर सिफ्ट, यो 1 0 पनि राइटतिर सिफ्ट, यो 1 पनि राइटतिर सिफ्ट, यो 1 पनि राइटतिर सिफ्ट, यो 1 पनि राइटतिर सिफ्ट। अब यो 0 फेरि राइटतिर सिफ्ट भएर यो 0लाई ओभरल्याप गरिदियो, यो 0 चाहिँ हाम्रो कहाँ जान्छ त, बाहिर जान्छ, विच इज डिस्कार्ड भनेर लेख्ने। डिस्कार्ड भनेको के, इलिमिनेट, यसलाई चाहिँ हटायौँ भनेको है त, यसलाई चाहिँ हामी बाहिर गरिदिउँ। ल अब म फाइनल डेटा सार्छु। फाइनल भन्दा पनि यसमा आएको जुन रिजल्ट छ त्यो रिजल्ट फाइनल हाम्रो कति बेला हुन्छ भन्दाखेरि जुन एससीको भ्यालु 0 हुन्छ तब मात्र हाम्रो एल्गोरिदम स्टप हुन्छ है त, अदरवाइज एल्गोरिदम रोकिँदैन। ल यहाँ देखाउँछु एसीको भ्यालु हामीले कति पायौँ, 0 0 0 0 1, अनि क्युआरको भ्यालु कति पायौँ त, 1 0 1 1 1। यही नै सारिदिएको है मैले, तपाईँ पनि इक्जाममा चाहिँ लेख्न सक्नुहुन्छ, अलि सजिलो भन्छ। सो यो भनेको हाम्रो के हो त, क्युएन प्लस 1 द्याट इज 0। अनि एससी हाम्रो 2 थियो, 2 बाट 1 घटेर कति हुन्छ त, 1, 2 माइनस 1। सो एकचोटि अझ हाम्रो चाहिँ लुप चाहिँ चल्छ, किन एससीको भ्यालु हाम्रो के भएको छैन त, नट इक्वल्स टु 0 छ। जब एससीको भ्यालु नट इक्वल्स टु 0 हुन्छ लुप आइट्रेट गर्छ भनेर हेरेका छौँ है। यो चाहिँ हाम्रो क्युएन हो, यो चाहिँ हाम्रो के हो, क्युएन प्लस 1, यो के हो, अपरेसन्सको भाग हो है। सो यसलाई अलिकता इलाबोरेट गरौँ, अझ टेबललाई ठुलो बनाऊ। ल अब क्युएनमा जे छ, क्युएन प्लस 1 मा जे छ त्यही नै सारिदिने। क्युएन प्लस 1 मा हामीसँग यहाँ 0 छ, क्युएन प्लस 1 मा पनि कति सारिदिने, 0 है त। अब क्युआरको भ्यालु कति छ त, यहाँ 1 छ, सो यहाँ पनि हामीले कति लेख्ने, 1। सो हामीले के भन्छौँ, यहाँ क्युआरको लिस्ट सिग्निफिकेन्टमा जे छ बिट त्यही बिट यहाँ सारिदिने भनेको छौँ है। अनि त्यसपछि हाम्रो क्युआरको भ्यालु यो अपरेसन्स हो है त। ल अब 1 र 0 हुँदाखेरि के गर्ने भन्ने कुरा होइन, 1 र 0 हुँदाखेरि के गर्ने भनेको थियौँ त हामीले, हेरौँ त। 1 र 0 हुँदाखेरि AC इक्वल्स टु AC माइनस बिआर, जसलाई हामी AC इक्वल्स टु AC प्लस माइनस बिआर भन्न सक्छौँ, जो हाम्रो AC प्लस बिआर बार प्लस 1 हो होइन। कम्प्लिमेन्टको जुन भ्यालु आएको छ त्यसलाई चाहिँ हामीले पुट गर्छौँ।
द्याट इज कम्प्लिमेन्टको भ्यालु हाम्रो चाहिँ यो छ 10111। सो यसलाई चाहिँ हाम्रो माइनस बिआर हो। माइनस बिआर भनेको नै हाम्रो 10111 है। सो अब हामीले कहाँ जाने भन्दाखेरि यहाँ चाहिँ अपरेसनमा लेखौँ। अब क्युएन प्लस 1 हाम्रो कति छ त 10 छ। जब 10 हुन्छ हाम्रो रुल के छ एसी इक्वल्स टु एसी प्लस माइनस बिआर भनेर लेख्ने। यो चाहिँ टुज कम्प्लिमेन्टको पार्ट हो है। अनि एन्ड के गर्ने अर्थमेटिक सिफ्ट राइट। यो चाहिँ के हुन्छ एसी हुँदै क्युआर हुँदै क्युएन प्लस 1 सिफ्ट हुन्छ होइन। अब सजिलोको लागि एसीको भ्यालु जस्ताको त्यस्तै लेखिदिन्छु 00001 अनि क्युआरको भ्यालु पनि लेखिदिउँ 10111 अनि क्युएन प्लस 1 को पनि लेखिदिउँ द्याट इज 0 है। अनि हाम्रो चाहिँ यो 2 छ नि त होइन। यो एससीको भ्यालु त 2 माइनस 1 हो सरी 2 माइनस 1 हाम्रो चाहिँ 1 भइसक्यो। सो 1 को बाइनरी फर्म के हुन्छ 001 है यो एससीको भ्यालु एससी। ल अब हामी अलि अगाडि जाउँ। सो माइनस बिआर भनेको कति त अब एसी इक्वल्स टु प्लस माइनस बिआर हो। माइनस बिआरलाई हेर्नु पऱ्यो। सो माइनस बिआर भनेको कति रहेछ त हामीसँग यो 10111 है 10311। सो यहाँ चाहिँ कति लेख्ने त 10311 भनेर लेख्ने। यो बिचमा के गर्नु पऱ्यो त प्लस एडिसन पर्फर्म गर्नु पऱ्यो होइन। ल 11 कति हुन्छ 1001 11 कति हुन्छ त 1001 11 कति हुन्छ त 1001 होइन 1 भयो 101। सो एक्स्ट्रा क्यारी आएन। यदि एक्स्ट्रा क्यारी आउँछ भने चाहिँ हामीले डिस्कार्ड गरिदिन्छौँ है त। ल अब के गर्ने त अर्थमेटिक सिफ्ट राइट हो। अब अर्थमेटिक सिफ्ट राइटमा के गर्ने भन्दाखेरि यो पहिलो बिट चाहिँ एज इट इज ड्रप डाउन। यो 1 चाहिँ हाम्रो राइटतिर सिफ्ट यो 1 हाम्रो राइटतिर सिफ्ट यो 0 हाम्रो राइटतिर सिफ्ट यो 0 हाम्रो राइटतिर सिफ्ट। अब यो 0 हाम्रो फेरि राइटतिर सिफ्ट यो 1 फेरि राइटतिर सिफ्ट होइन। यो 0 हाम्रो राइटतिर सिफ्ट यो 1 हाम्रो राइटतिर सिफ्ट अनि यो 1 फेरि हाम्रो राइटतिर सिफ्ट। 5 बिट आइसक्यो। अब यो 1 लाई हामीले के गरिदिने त यता क्युएन प्लस 1 मा चाहिँ सिफ्ट गरिदिने र यो 0 लाई के गरिदिने त हाम्रो ठाउँ छैन डिस्कार्ड भनेर लेख्ने है त। ल यसलाई चाहिँ राम्रोसँग सारौँ के हाम्रो भ्यालुहरू आयो। सो एससीको भ्यालु हाम्रो अहिलेसम्म चाहिँ 1 छ। अब नेक्स्ट इट्रेसनमा एससीको भ्यालु कति हुँदो रहेछ 0 हुँदो रहेछ है त। ल अब यता लेखौँ एसीमा है राम्रोसँग 11100 आयो अनि क्युआरमा चाहिँ हाम्रो 01011 अनि यो चाहिँ हाम्रो क्युएन प्लस 1 मा कति आयो त 1 आयो। अनि एससीको भ्यालु कति हुन्छ त हाम्रो एससी माइनस 1 भनेर रुल थियो हाम्रो। एससीको भ्यालु कति छ 1 माइनस 1 द्याट इज 0। सो अब जब हामी चाहिँ एससीको भ्यालु 0 हुन्छ तब हामी के गर्छौँ त एल्गोरिदम स्टप गर्छौँ भनेर चाहिँ हामीले रुलमा पढिसकेका छौँ है त। सो अब यति भइसकेपछि अब हाम्रो चाहिँ के गर्ने भन्दाखेरि अब फेरि एकचोटि क्युएन गरौँ होइन। क्युएनको भ्यालु क्युएन प्लस 1 को भ्यालु कति छ त 1। सो यहाँ चाहिँ मैले कति पुट गरिदिएँ त होइन। अब स्टप हुन्छ है हाम्रो त्यही भएर स्टप गर्नलाई चाहिँ म यहाँ चाहिँ गर्न गइरहेको छु। क्युएन प्लस 1 को भ्यालु कति छ यो हाम्रो क्युएन प्लस 1 हो द्याट इज 1। सो यो चाहिँ हाम्रो क्युएन प्लस 1 यो चाहिँ हाम्रो यो नलेख्नु होला इक्जाममा किनभने तपाईँको कलम चाहिँ माथि नै हुन्छ होइन। यो कलममा तपाईँहरूले यो लेखिसक्नु भएको हुन्छ होइन। सो त्यही भएर चाहिँ तल नलेख्नु होला। अहिले चाहिँ मेरो त्यो हाइड भएको हुनाले माथि त्यही भएर म चाहिँ एभ्री त्यो उसमा चाहिँ लेखिरहेको छु है त रोमा यस्तो लेखिरहेको छु। सो अब क्युएनको भ्यालु यो त नलेख्दा पनि हुन्छ म त बुझाउनलाई मात्र गरिरहेको छु। सो क्युआरको भ्यालु कति छ त यहाँ 1। सो त्यही भएर हामीले यहाँ पनि कति लेख्नुपर्ने रहेछ त 1 है। अनि यहाँ चाहिँ हाम्रो अपरेसन हुन्छ। अब हेर्नु त अब क्युएन भइसकेपछि त एससीको भ्यालु कति भइसकेको छ त 0 होइन। अपरेसनमा के लेख्ने त वी हेभ एससी इक्वल्स टु 0 सो स्टप इट भनेर लेख्नु होला है त। अगाडि बढ्दैन। अब यहाँ क्युएनको भ्यालु 1 भए पनि क्युएन प्लस 2 भ्यालु 1 भए पनि केही फरक पर्दैन किनभने हाम्रो एससीको भ्यालु कति भइसकेको छ त 0। व्हेन एससी इक्वल्स टु 0 देन आवर एल्गोरिदम विल बी स्टप भनेर लेख्नु होला। अब फाइनल एन्सर कसरी लेख्ने त फाइनल एन्सर जति छ यता पहिला यो लेख्नु होला 11100
यहाँ 0 1 0 1 1 अनि त्यस्तै यता कति छ त 1 छ हैन। अनि हामीले चाहिँ अब यो 1 नलेख्दा पनि हुन्छ है खासमा, यो 1 चाहिँ क्युएन प्लस 1 फरक पर्दैन। अब हामीले के लेख्ने भन्दाखेरि रिजल्ट हो है त, फाइनल रिजल्ट लेख्दाखेरि जुन यो एसी र क्युआर छ यसलाई मात्र फोकस गर्ने है, क्युएन प्लस 1 लाई पनि फोकस गर्ने होइन हामीले, जस्ट एसी र क्युआरलाई मात्र फोकस गर्ने। अब मैले चाहिँ रिजल्ट लेख्दै गइरहेको छु। सो यहाँ चाहिँ देयरफोर हैन रिजल्ट इक्वल्स टु एसी एन्ड क्युआर भन्ने लेख्ने। सो रिजल्ट नै के हो त एसी र क्युआर हो। सो हामीले अब यहाँ के गर्ने त भन्दाखेरि अब एसी को भ्यालु लेख्ने सुरुमा हैन, एसी को भ्यालु 1 1 1 0 0 छ। अनि त्यसपछि क्युआर को भ्यालु कति छ त्यो पनि लेखिदिने 0 1 0 1 1। सो यो चाहिँ हामीले एसी मा लेख्यौं अनि यो भ्यालु चाहिँ हाम्रो कहाँ लेख्यौं त क्युआर मा। सो यो चाहिँ एसी को, यो चाहिँ क्युआर को, एसी र क्युआर। अब यसलाई चाहिँ हामीले के बुझ्ने भन्दाखेरि यो साइन बिट के छ त हामीसँग यहाँनिर हेर्नु त, यो साइन बिट हो नि त हैन, यो भनेको त हामीले साइन बिटबाट बनाएर आउँ, यो त साइन बिट हो। साइन बिट यदि साइन बिट 1 छ भने चाहिँ हाम्रो के हो त कम्प्लिमेन्ट हो हैन, यहाँनिर 0 भइदिएको छ केही गर्नु पर्थेन। यदि यहाँ 0 छ भनेपछि त्यो त हाम्रो प्लस हो हैन, यदि हाम्रो यहाँ 1 छ भनेपछि त्यो त माइनस हो भनिरहेछौँ हैन। अब यहाँ 1 भएको हुनाले हामीले यहाँ के गर्ने भन्दाखेरि सो यहाँ के भन्ने सिन्स the sign bit is 1 so result will be in नेगेटिभ भनेर भन्नु होला है, किनकि 1 छ नेगेटिभमा हुन्छ नि त हाम्रो रिजल्ट। त्यही भएर अब यहाँ अगाडि बढ्ने। सो द रिजल्ट भनेर लेख्नु है ल। सो दि टुज कम्प्लिमेन्ट अफ जुन यो हाम्रो जुन रिजल्ट आएको छ यसको टुज कम्प्लिमेन्ट निकाल्नु पर्यो नि त, किन यो 1 छ यो नेगेटिभ हो। त्यही भएर 1 1 1 0 0 0 1 0 1 1 यसको चाहिँ हामीले के गर्ने त अब हाम्रो टुज कम्प्लिमेन्ट वान्स कम्प्लिमेन्ट निकाल्ने। पहिला त 1 को 0 1 को 0 1 को 0 0 को 1 0 को 1 0 को 1 1 को 0 0 को 1 1 को 0 1 को 0, यो चाहिँ हाम्रो के आयो वान्स कम्प्लिमेन्ट। वान्स कम्प्लिमेन्टमा प्लस 1 गरेर के निस्किन्छ त टुज है त। सो 0 प्लस 1 1 बाँकी सब एज इट इज, एज इट इज। यो मेरो के आयो त टुज कम्प्लिमेन्ट है त। अब हाम्रो चाहिँ यो चाहिँ के भयो भन्दाखेरि यो हाम्रो फाइनल रिजल्ट नै भयो। अब के लेख्ने त दज अब क्वेसन द रिजल्ट इज भनौँ है त, दज द रिजल्ट अफ 9 into -13 equals to 0 0 0 1 1 1 0 1 0 1। यो हाम्रो फाइनल एन्सर आयो है, किन 0 छ हैन। ल अब हामीले चाहिँ के गर्ने भन्दाखेरि यहाँनिर यसलाई चाहिँ चेक गरौँ हैन त, हाम्रो चाहिँ यो एक्चुअली यो छ कि छैन त्यतिमा है त। अब यो गर्नलाई हामीले के गर्दियौँ भन्दाखेरि सिम्पली मैले यसमा चाहिँ क्यालकुलेटर ओपन गरिदिएँ। क्यालकुलेटर ओपन गरेर म तपाईँलाई चाहिँ देखाउन चाहन्छु। पहिला त के देखाउँछु भन्दाखेरि यहाँ हामीसँग एउटा साइन्टिफिक प्रोग्रामर क्यालकुलेटर पनि छ हैन। पहिला त म तपाईँलाई यो जुन भ्यालु छ यो भ्यालु टाइप गरेर देखाउँछु यसमा। सो यो कति छ भन्दाखेरि 0 0 है त। अब हामीले चाहिँ बाइनरीमा लग्नु पर्यो हैन, बाइनरीमा। सो बाइनरीमा छ हाम्रो ल यसलाई चाहिँ हामी चाहिँ हेक्साडेसिमलमा, यसलाई चाहिँ हामीले चाहिँ बाइनरीमा लगाउँ है, बाइनरीमा लगाउँ। सो मैले चाहिँ यहाँ 0 0 0 हैन, 0 नोट टाइप गरे पनि हुन्छ, 1 1 1 हैन, 0 1 0 1। यसलाई चाहिँ हामी केमा लगाउँ त डेसिमलमा लगाउँ है त। डेसिमल भनेको बेस भ्यालु 10। एकछिन है त फेरि रिसेट गरौँ है डाटा, अक्टलमा आइरहेको रहेछ।
ठिक छ है त। बाइनरीको फर्ममा है त। ल यसलाई चाहिँ हामी गरौँ है सो बाइनरी। ल अब हेरौँ है त। 1 1 1 होइन अनि 0 1 0 1 होइन इक्वल्स टु गरिदेऊ होइन। अब हाम्रो यो कति आयो त डेटा? ल यसलाई चाहिँ यस्तो गरौँ नि त है, हामी चाहिँ म्याथ बेसिक क्यालकुलेटरमा यसलाई के गरौँ भन्दाखेरि हामी चाहिँ यसलाई 9 इन्टु -13 है त। 9 इन्टु -13 गर्दा कति आयो त हाम्रो? 117 है त। हाम्रो रिजल्ट कति आउँदो रहेछ त यसको? हाम्रो यसको रिजल्ट चाहिँ -117 है त। यसको रिजल्ट कति आयो त? -117। सो अब -117 भनेको यो हाम्रो यो बाइनरी नम्बर आउँछ कि आउँदैन त्यो हेरौँ है त। सो ल अब यसलाई प्रोग्रामरमा जाने अनि हामीले चाहिँ डेसिमल नम्बरलाई लैजान खोजिरहेछौँ। सो अब डेसिमललाई लग्दाखेरि मैले कति लेखेँ? -117 गरेर जाने। ल यहाँ हेर्नु है त, -117 भनेको कति आयो त हाम्रो? 011 होइन 111 होइन अनि 0101 यससँग म्याच भयो नि त होइन हाम्रो। यहाँ हेर्नु त यो डेटा यो डेटा हेर्नुहोस् त, यो बाइनरीको डेटा डेसिमलमा हाम्रो 117 आयो नि त होइन रिजल्ट। सो 117 को बाइनरी कति हुँदो रहेछ त? 1110101 होइन 1110101। सो हाम्रो के भयो त? पर्फेक्टली म्याच भयो है त। यो रिजल्ट के भयो त हाम्रो? राइट भयो है। यसमा चाहिँ हाम्रो 100% एन्सर हो। ल यति नै। तपाईँहरूलाई केही डाउट छ भने चाहिँ यो रिलेटेड सोध्नु होला। सो यसलाई चाहिँ फ्लो चार्ट हेर्नु होला अनि यो हाम्रो चाहिँ रुल याद गर्नुपर्ने हुन्छ अनि यही अनुसारले तपाईँ प्र्याक्टिस गर्नु होला। ल थ्याङ्क यू सो मच, ह्याभ अ नाइस डे।